गाइस वेलकम टू माय न्यू ब्लॉग। फेरि आज ल्याएको छु नयाँ ब्लॉग। आज फेरि म मेलामा आएको टक्क लगाएर मेलाको चर्केपिङ 360 भयो। यो चर्केपिङ हुन्छ, उता डुङ्गा यहाँ डुङ्गा ट्रेन छ। फेरि यहाँ टक्क लगाएर बनाउँदै हुन्छ। अब टक्क फेरि यहाँ डिस्टर्ब गर्दैन भने फेरि यहाँ स्टल हुन्छ। यहाँ स्टल सबै वहाँ फेरि स्टेज हुन्छ। यहाँ फेरि हुन्छ टक्क यति धेरै ठाउँमा खाने यति धेरै ठाउँमा खाने यति धेरै टक्क यहाँ धेरै छोरी भएको थियो। अस्ति यहाँ दिवाला थियो, दिवाला खाने त्यही भएर यहाँ धेरै थोरै भएको टक्क त्यही हो भन्दै टक्क निस्किनु पर्छ। ट्रेन निस्किने गाइज अब टक्क यस्तो नजर आएको गाइज टक्क कसैको साइकलहरू फोटो बनाएर टक्क मेरो साइकल फेरि टक्क हिँड्छ नि त फेरि टक्क लाएर फेरि टक्क यस्तो खालको फेरि के बनाउँ धेरै दिनदेखि होला गएको छैन होला चाहिँ हजुरले नपरिदिनुहोस्। त्यही हो टक्क लगाएर नयाँ नयाँ सामान हाल्दैछ क्या। अब जलपरी आउँछ न गाइस, जलपरी आउने रे सिधा भाग्ने कसरी हेर्दा एकचोटि टक्क लगाएर टक्क यस्तो यहाँ स्टल छ क्या। यसपालि स्टल टक्क हामी यहाँदेखि छिर्ने बित्तिकै हाम्रो त खेलाउने आइहाल्छ। यहाँदेखि बार्छ होला। अब धेरै दिन पनि छैन। अब आज 29 गते हो, 4 दिन छ टक्क लगाएर गाइस। हामी हिँड्ने यसपालि चाहिँ यहाँ ढोकामा हुन्छ। यो चाहिँ ढोका हो नि, यो ढोका टक्क एन्ट्रेन्स सबै छ गाइस। टक्क लगाएर गाइस अब स्टल हाल्न खोज्छ क्या गाई फेरि लोड छ भन्दैन। अनि अस्ति लोटेको थियो कन्टेन्ट आएको थियो। हस्पिटल बन्द गर्ने कुरा गर्छ नि त, बन्द हुँदैन अब त्यस्तै छ। अब चलाइरहेको साइकल बिदाइरहेको यस्तो बाटै युज गरिदिनु क्या फेरि यस्तो बाटो छ। यस्तो बाटोमा चलाउनु सक्छ टक्क बेला पछाडि आएको गाइस। यो चर्केपिङ यो डुङ्गा टक्क त्यहाँ 360 भयो भइहाल्छ गाइस। त्यही हो अब फेरि क्लास खेल्दाखेरि भला आला भन्छ फेरि त्यही हो अब गाइस। फेरि ठिकै हुन्छ होला सबै हुन्छ। हामी फेरि टक्क लगाएर यस्तो फेरि आज पनि घुमफिर फोटोसुट गरिन्छ अब टक्क लगाएर। नानी हवे आन्टी फेरि टक्क लगाएर भात पकाएर खानु होला नि। ग्यास सिलिन्डर छ होला टक्क लगाएर यहाँ पुऱ्यो यस्तो छ क्या फेरि टक्क फेरि यहाँ फेरि पुसँग उहाँ पुगिसक्यो क्या पुग्दैन कथेर नट्ने भन्ने छ क्या त्यसको टक्क लगाएर गाइस हेर्नुहोस् ढोक्क छ। त्यही हो अङ्कल पनि आउन सक्नु हो साइकलमा पुरा टक्क यसरी के भन्ने यस्तो फोहोर बनाइदियो नि टक्क बाटो भयो साइकल भयो। फेरि एउटा हातदेखि चलाइरहेको एउटा हातदेखि मान्छे टक्क टक्क लगाएर फेरि कालो हुन्छ उसले फेरि हिरो होन्डा नि त उसले टक्क लगाएर फेरि यहाँ चलाइरह कुकुर सुतिरहेको गाइस टक्क लगाएर यहाँ नसुत्दैन आएर टक्क लगाएर गाइस यसो सुतिर गएन क्या आई टक्क लगाएर त टक्क यस्तो गरिन्छ त्यता फेरि गाडी हुन्छ फेरि चलाउनु होइन टक्क लगाएर आएको फेरि हजुरले मेला देखेर भनेर आएको टक्क लगाएर धानसँग काटिसक्यो धान काटिसक्यो टक्क लगाएर आइस के गर्ने
बाटो नि यस्तो खट 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 अस्ति कुसलटेको ठाउँमा देखाइदिएको टक्क लगाएर फेरि चलाइरह फेरि यो हिरो हुन्छ कि धेरै टक्क लगाएर चलाइरह साइकल अस्ति लटेको ठाउँमा टक्क लगाएर फेरि अस्ति लटेको ठाउँ यही हो गाइज त्यो भएर यो सुस्त चलाइरहेको यहाँ एउटा हात पनि यस्तो फास्ट चलाएर भन्नु होला है म चलाउन सक्दिनँ क्या डगमा होइन यस्तो छ पारा मेरो बेग्लै छ अनि बानी टक्क लगाएर हार्भेस्टर चलेको छ हार्भेस्टर चलिरहेको छ टक्क लगाएर यस्तो मौसम छ हिजो अस्ति फेरि बुढीले लाको लागि गर्छ आज फेरि यस्तो गर्ला कपडा सपडा धोएर अब टक्क रेडी गरेर बस्छ गाइस त्यही भएर अब कुसलमा टक्क लगाएर गाइस अब फेरि कसरी भेट्न सक्दिनँ गाइस मलाई अब सिधै हाल्छु धान सुकाउनु धान छ टक्क लगाएर गाइस लाइले छाडु लगिदिन्छ गाइस चाहिँ ठक्कै पनि लाग्यो लगभग 2-3 किलोमिटर चलायो होला साइकल त्यो धेरै टक्क ल्याएर अब घरमा सरसफाइ गर्दै हुनुहुन्छ होला यस्तो के गरिदिएर गाइस कोही पनि आइसक्यो भने गाइस हिरो हुन्छ है फेरि टक्क फेरि यस्तो फेरि नजाँदा घाम छ नि त फेरि यस्तो पुरा गाइस टक्क एनसी आँखा फेरि के भयो घाउ भयो क्या उसको आँखामा टक्क दुध ल्याउनु भयो दुध लिएर आउनु भयो भैँसीको दुध लिएर आउनु भयो गाइस टक्क पाहाडदेखि टक्क लगाएर यहाँ अङ्कल फेरि आउनु सक्नु दुध लिएर आउनु भयो गाइस टक्क अरू अङ्कल ठिक भयो टक्क लगाएर गाइस दुध लिएर आउनु भयो ताजा दुध हो भैँसीको गाइस ठिक भयो भेजका टक्क लगाएर यहाँ फुल हेर्नु न फुल हेर्नु सब टक्क यस्तो राम्रो फुल भयो नि त चाहिएमा सम्पर्क गर्नु होला टक्क लगाएर गाइस टक्क लगाएर फेरि यहाँ फुलै फुल छ टक्क त्यही हो समीर हो भाइ थाहा के भाइ हल्ला नगर्न टक्क यस्तो नि त धान सान अस्ति मैले काटेको थिएँ त्यहाँ ज्योति पनि छ क्या ज्योति सक्यो गाइस साइड साइड खुट्टा सुट्टा फोहोर भएर धुन पनि हो साइकल फोहोर भयो साइकलै जम्मा भयो त्यतिर जाम टक्क लगाएर गाइस चराहरू हेर्नुहुन्छ चरा देखाइदिउँ एउटा चरा यस्तो छ यो चरा हेर्नुहोस् क्या भयङ्कर छ नि फेरि यस्तो चरा कहाँ लगाउनु चरा गाइस कहीँ मेरो मोबाइलमा मेसेज हुन्छ कि त्यो फेरि गर्छ फेरि त्यो फेरि आइसकेको टक्क लगाएर गाइस फेरि यहाँ यस्तो मजाले घाम छ अब के टक्क लगाएर अब के हुँदैछ टक्क लगाएर जाँदैछु अब फेरि टक्क लगाएर गाइस फेरि यता हेर्नुहोस् टक्क धान काट्यो भने यहाँ केराबारी केरा हेर्नुहोस् गाइस केरा खाने है तपाईँलाई केरा खानुहोस् टक्क लगाएर टक्क लगाएर छोरी
साइकल धुनुपर्छ कि गाइस चेन फुत्क्यो क्या त्यही भएर यस्तो अल्प त काम नगर भाइ घर घर साइकल धो यो कसरी बनाउने बनाउनु न अब अगाडि गर्न त साइकल चलाउन आउँछ चेन बनाउन आउनु रे गाइस करे तो करे क्या बोले तो बोले क्या चेन टुट्छ आज टक्क गरेर गाइस यहाँ मिल्यो होला क्यामेरा पनि रसेट हालेर टक्क गरेको साइकल फेरि फोहोर भयो क्या कुटा घर धुने हो टक्क पुसालको साइकल बाहिर जानु त कति फोहोर भयो पछाडिको mana पछाडिको चाहिँ कालै भयो होला नहाल्छस् यसो लगाएर बेलुकी सेलुकी केरा देखाइदिइसक्यो अहिले लगाइन्छ केराको भयङ्कर भएको केरा आइज टक्क लगाएर गाइस के गरौँ आउँछ भला अब कहिले काहीँ यस्तो हुन्छ मिल्छ कहिले काहीँ मिल्दैन त्यही हो टक्क लगाएर गाइस म पनि आइसकेको अब यता घरतिर अब टक्क बिरालोको बच्चा देखाइदिन्छु अहिले एक दिन कता बिरालोको बच्चा बिरालोको बच्चा यही त हाम्रो बिरालो बच्चा सुतिरहेको अहिले आजलाई यति थ्याङ्क यू सो वाचिङ बाई टक्क लगाएर गाइस के भने उठ्नै सक्दिनँ थ्याङ्क यू सो वाचिङ बाई